सम्पूर्णमा नमस्कार टक्राउन चाहन्छु। म आज रुरल क्षेत्र 4 बल्टेक 4 थोरै तल रानीबास जाने बाटोमा यहाँ छु मैले। यो तपाईहरु समक्ष यो भिडियो पुर्याउन चाहन्छु। यहाँ हाम्रो एकदम दाइ हुनुहुन्छ, एकदम धेरै पुरानो धेरै समय पहिलादेखि चाहिँ उहाँले यो क्षेत्रमा काम गर्न थाल्नु भएको। अहिले पनि उहाँले आफ्नो काम व्यवसाय गरिराख्नु भएको छ। उहाँसित केही संवादको लागि चाहिँ म यसो यहाँ आएको छु। आउनुस्। ल हेर्न सक्नुहुन्छ यो उहाँले नि हैँसेदेखि लिएर कोदालो अनि अन्य अरू चिज दाउ खुर्पाहरू लगायत धेरै सामग्रीहरू बनाउनुहुन्छ उहाँले। उहाँ चाहिँ एकदम पुरानो जमानादेखिको हुनुहुन्छ। सायद अहिलेका युवाहरूले छोडिसके गर्न पनि अब त्यति इन्ट्रेस्ट पनि देखाउन्नन्। तर उहाँले चाहिँ धेरै पुरानो व्यवसाय चाहिँ गरिराख्नु भएको छ। उहाँले आफ्नो मेहनत चाहिँ गर्न छोड्नु भएको छैन। उहाँसित केही एउटा कुराकानी गरौँ। आउनुहोस्। हजुरको पहिला शुभ नाम बताउनुहोस् हेर्ने दर्शकलाई। हजुर मेरो नाम जितबहादुर सुनार। अनि हजुरले यो काम कति जति वर्ष भयो हजुरले काम थाल्नु भएको? यो 15-20 वर्ष भयो होला। भनेपछि 15-20 वर्ष भयो। 15-20 वर्षदेखि अहिलेसम्म हजुरले गरिराख्नु भएको छ हैन? अनि यो कामबाट हजुरलाई कतिको सन्तुष्टि छ? ठिकै छ। आफ्नो धन पनि पाल्न पाइएको छ, त्यही राम्रो। आफ्नो सक्सेस गरेर खान पाइसक्ने छ, त्यस्तोहरूसम्म त्यही छ। जे पनि आफ्नो कर्म हैन, जुन व्यवसाय गरे पनि आफूले राम्रो तरिकाले कर्म गरेर हैन, इमानदारीले खानु भनेको सबभन्दा राम्रो चिज त्यही हो। अनि यहाँ चाहिँ हजुरले के बनाउनुहुन्छ? मैले चाहिँ पुरा कोदालाहरू, हैँसाहरू, दाउहरू, छुरीहरू, त्रिशुलहरू जे चाहिए पनि अब छोडाहरू पनि बनाइन्छ। सब चिज बनाइरहन्छ। अर्डर आयो जस्तो पनि भनिन्छ। त्रिशुल जस्ता पनि तस्ता बनाइन्छ। त्यसपछि दाउ छुरीहरू अब चाहिँ हैँसिया ठुलोहरू मारा हाल्ने, साना ठुला जम्मै जत्र चाहियो उत्रै बनाइन्छ। कसैलाई ठुला चाहिए ठुला बनाइन्छ, साना चाहिए साना बनाइन्छ। भनेपछि फलम आफैले ल्याउनु पर्छ कि तपाईले यही पनि उपलब्ध गराइदिनुहुन्छ? के गर्नुहुन्छ? छैन, फलम ल्याएर आउनु पर्दैन। आफूले किनेर जस्तो तस्तो भनिन्छ। जस्तो अर्डर आयो त्यही हिसाबले हजुरले बनाइदिनुहुन्छ हैन? त्यही त। योभन्दा पहिला हजुरले व्यवसाय योभन्दा पहिला कहाँ गर्नुहुन्थ्यो अरे? व्यवसाय योभन्दा पहिला म इन्डियातिर थिएँ। इन्डियातिर भएन भने घरतिर बसियो। त्यहाँबाट आफूले व्यवसाय गर्नु पर्यो भने गर्न थाल्यो। यो पनि राम्रो। अहिलेका पुस्ताले त अब काम गर्न पनि खोज्दिनन् हैन? अब उही विदेशै पलायन हुनेतिर लागे। यो चाहिँ तपाईले चाहिँ पुरानो एउटा यो व्यवसाय गरिराख्नु भएको छ, अहिले पनि गरिराख्नु भएको छ। यस्तै अब हजुरहरूलाई पनि केही बनाउनु परेमा यो रुरल क्षेत्र 4 बल्टेक 4 बजारदेखि थोरै यो रानीबास झर्ने बाटोमै पर्छ। हजुर चोकबाट 50 मिटर तल झर्दाखेरि ठ्याक्कै एउटा छाप्रे छ। त्यहाँ चाहिँ उहाँले चाहिँ मोबाइल नम्बर पनि लेखेर राखिदिनु भएको छ। उहाँ आएर केही बनाउनु परेमा उहाँले बनाइदिनुहुन्छ। हैँसे, खुर्पेटो, दाउ हैन, यस्तै अन्य चिजहरू उहाँसित आएर सम्पर्क राख्न सक्नुहुन्छ बनाउनको लागि। पुरानो व्यवसाय, पुरानो धेरै समय पहिलादेखि नै काम गरिराख्नु भएको छ। उहाँलाई धेरै अनुभव पनि छ। आउनु होला, उहाँसित अर्जाप्न परे पनि अर्जाप्न सक्नुहुन्छ। हजुरले जे गराउनु परे पनि उहाँले गराइदिनुहुन्छ। सम्पर्क राख्नु होला। सम्पर्कको लागि हजुरको मोबाइल नम्बर हजुर 18424 51208। उहाँको मोबाइल नम्बर पनि हजुरलाई मैले उहाँले बताइदिइसक्नुभयो। हस् ल, हजुरलाई केही बनाउनु परेमा सम्पर्क राख्न सक्नुहुनेछ है। हस्, यो भिडियोबाट म बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।